Hello guys. नमस्ते म सुमन थापा नमस्ते म किरण तामाङ Namaste, ma Ansa Kuwar. Namaste, ma Shobha Rana Magar, and we are in Lalitpur. तपाईं के भन्न चाहनुहुन्छ? यति बेला भने हामी अब हाम्रो रेस्पेक्टेड सरको बिहामा जाँदैछौँ सर्वप्रथम त्यसको लागि चाहिँ किरण दाइले पाइट चाहिँ किन्दै पर्ने हुन्छ। यो चाहिँ एकदम गाह्रो भइरहेको थियो किनभने गाडी लाग्थ्यो यस्तै गाह्रो भयो थियो सबभन्दा धेरै गाह्रो कसलाई भएको थियो? शोभा मिसलाई मलाई न्यालाइले भएको थियो बट अहिले फ्रेस छ अब चाहिँ हामी हामी भर्खर खाना खाएर फेरि अब किरण दाइको पाइट फिटिकै भएन रे अनि पाइट किन्न जान लागेको मेरो लागि पनि अब एउटा ज्याकेट स्वेटर मामाले किनिदिन्छु भन्नुभयो मेरो मामा चाहिँ अगाडि अगाडि हिँड्नु भयो ऊ हेर्नु हात फैला मैले चाहिँ ब्लेन्डर किनेर फाइनली मेरो देखाइदिनु मेरो प्यारो किरणलाई एकचोटि भनेको किनिदिनु भयो होइन बेर तीनचोटि भने होइन होइन मैले एकचोटि भनेको ल भन्नु मैले नि ओके डन गरे हैन खै मैले भन्छु मैले डन सुमन गरे सरले हेल्प गर्नुभएको थियो थ्याङ्क यू सो मच यो कम बिस्कुट किन्दै हो बिस्कुट नै बिस्कुट आई डोन्ट लाइक म त किन्दैन कसैलाई पैसावाला तपाईँ त हो मसँग सबै रिसा होइन बेर कति ज्ञानी हुनुहुन्छ सबै भनेको जति किनिदिनुहुन्छ डालमुट किनिदिनु अहिले भने सबै कामसाम सकेर सपिङहरू गरेर ड्रेसहरू किनेर आएर रेडी भएर हामी चाहिँ बिहामा एटेन्ड गर्न पुगिसकेका छौँ सानो पर्फर्मेन्स लिएर के मारे यो हैन कुन मल आयो ल ललित मल भन्नु अब अघि त यहाँ त बार थियो अन्त बारै अब भने हाम्रो पर्फर्मेन्स सुरु भइसकेको छ होप यु गाइज लाइक इट अब हाम्रो पालो सँगसँगै ह्यान्डसम दुला राजा र ब्युटिफुल भाउजूको पालो आइसकेको छ उहाँहरू हामीसँग जोइन गर्दै हुनुहुन्छ होप यु गाइज लाइक इट फाइनली द बेस्ट कपल इन द वर्ल्डको पर्फर्मेन्स हुँदैछ यसमा के कहाँ जान्ने भएर म त्यो गन लिएर अगाडि यस्तो ताकेको पड्काउँछु भनेको पड्किँदै पड्केन अनि म फेरि फर्केर आउँछु अभिषेक भाइले चाहिँ गन पड्काएर कपाल कपालमा पारिदियो र जे छ ओके छ पर्फर्मेन्स भेरी गुड र अन्त म चाहिँ साइड लागेँ र एकदम ब्राइड र ग्रुमलाई चाहिँ इन्जोय भनेर छोडिदियौँ हामीले चाहिँ हेलो गुड मर्निङ नमस्ते हिजोको पार्टी सकेर हामी भोलिपल्ट प्रभास सरले चाहिँ हामीलाई घुमाइदिन्छु भनेर हामी चाहिँ अहिले पशुपति बौद्ध लगायत धेरै ठाउँहरूमा घुमाउन हामीलाई सर लिएर जाँदै हुनुहुन्छ अनि वी आर भेरी एक्साइटेड गाइज हामीलाई चाहिँ होइन राम्रो ठाउँमा लिएर जानु भन्नुपर्छ कि कुन ठाउँमा आइएम सो एक्साइटेड अहिले पुगिसकेँ र यो चाहिँ मेरो वान अफ द फेभरेट प्लेस हो बौद्धनाथ जहाँ चाहिँ मलाई एकदम शान्ति मिल्छ र यो ठाउँ चाहिँ पशुपतिनाथ हो जहाँ चाहिँ म र मेरो प्यारी बहिनी अन्सासँग पोज दिदी फोटो भिडियो गराइरहेको छु र पशुपतिनाथ घुमिसकेपछि सरले चाहिँ हामीलाई थमेल घुमाउनु लानुभयो र यति बेला सुमन सर र म थमेलमा चाहिँ हिँडिरहेछौँ पछाडि बहिनीहरू छ र साइडमा हेरेको प्रभास सर हुँदो रहेछ पनि नचिनेको फेरि सरलाई मैले क्यामेरामा बोलाएँ र मैले चाहिँ सरलाई चाहिँ रिक्वेस्ट गरेर हेलो गरिदिनु भने सरले हेलो गरिदिनु भयो अब चाहिँ हामी घुम्दा थाकेर खाजा अर्डर गर्नु पर्यो भनेर सरले चाहिँ हामीले सुरुमा चिप्स अनि कोक कफीहरू खुवाउनु भयो र खाजा अर्डर गरेर हामी भित्र गयौँ खाजा अर्डर गरिसकेपछि हामी एकदम बोर भएर वेटिङ गर्दा गर्दा सरलाई चाहिँ मैले चाहिँ अघि पर्फर्मेन्स गरेको टिकटकको डान्स सिकाइरहेको छु रिभाइज गरेर पैसाले हो कि यस्तो पागलै छ यो मन जति जति हेर्छु तिमीलाई होसै हराउँछ झन् र फाइनली हाम्रो सबै काम धाम कर्म घुमाइ रमाइलो सबै सकेर हामी चाहिँ रिटर्न ब्याक टु सुनौल हुँदै थियौँ र यो मैले लास्टमा लिएको भिडियो क्लिप थियो र होप यु गाइज इन्जोय आवर भिडियो। यो चाहिँ मेरो फर्स्ट एभर ब्लग थियो।
त्यसैले केही कमी कमजोरी भयो आइएम रियल्ली सरी। नेक्स्ट भिडियोमा हजुरलाई अपडेट गर्ने नै छु भन्दै होप यु गाइज लाइक भिडियो। कृपया लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला एन्ड ह्याभ अ गुड डे। र यो चाहिँ मेरो फर्स्ट एभर ब्लग थियो जसलाई चाहिँ मैले गर्छु भनेर भन्दा पनि भिडियोहरूको क्लिपहरू चाहिँ लिइराखेको थिएँ र अहिले चाहिँ मैले जस्ट प्र्याक्टिस गर्नको लागि मात्र भए पनि गराएको हो र थाहा छ यसमा धेरै मिस्टेकहरू भएको छ र यो मिस्टेकहरूलाई सुधार्ने छु। अर्कोचोटि चाहिँ एकदम राम्रो भिडियो लिएर आउँछु भन्दै अहिलेलाई भने बिदा हुन्छु। बाई, टेक केयर, लभ यु अल।